कतिपय चाहिँ अब खण्डीकरणको कारणले गर्दाखेरि लागत बढी लागत छ, जसले गर्दाखेरि यो खेती गरेर फाइदा छैन। के खेती गरेर बरु साग बेचेर चाहिँ सहरी क्षेत्रमा बस्ने नि, त्यहीँबाट चाहिँ बरु चाहिँ कमाइ हुनसक्छ भन्ने फिलिङ भयो नि त्यहाँ त। अब त्यो बाहिर जाने मान्छेहरूलाई रोजगार दिनको लागि पनि एग्रो टुरिज्मको आवश्यकता छ कि। अब एग्रो टुरिज्म भने चाहिँ के हो त भने त्यहाँ धेरै मान्छेले काम पाउँछन्। कसैले पोखरीमा काम गर्छन्, कसैले चाहिँ यता चाहिँ अब पशुपालनमा काम गर्छन्, कसैले चाहिँ यतातिर चाहिँ अब मौरी पालन काम गर्छन् होइन। त्यहाँ त रोजगारीको चाहिँ अवसरहरू सिर्जना त धेरै किसिमको हुन्छ नि त त्यहाँ त। राष्ट्रिय खाद्य बैङ्क भने चाहिँ के हो त भन्दाखेरि चाहिँ के हो, यो पैसाको कारोबार गर्ने हो कि अथवा चाहिँ यसमा पनि पैसा जम्मा गर्ने हो कि यसले नि ब्याज दिने हो कि मान्छेमा यो पनि छ नि, एउटा भ्रम छ नि। यो राष्ट्रिय खाद्य बैङ्क भनेकै के हो भन्ने कुरा पनि मान्छेमा पैसाको कुरा होला भन्ने छ। तर राष्ट्रिय खाद्य बैङ्क चाहिँ पैसाको कारोबार गर्ने, अब पैसा जम्मा गर्ने नि, ब्याज दिने अथवा काहीँ लगानी गर्ने, कसैलाई चाहिँ ऋण चाहियो भने ऋण दिने यस्तो संस्था त होइन। यो खाद्य बैङ्क चाहिँ के हो त भन्दाखेरि नाम बैङ्क हो होइन, तर त्यो बैङ्कभित्र चाहिँ के छन् त भन्दाखेरि त्यसका विभिन्न सेक्टरहरू छन्। फेरि सफलता भनेको कुरा धेरैको सहभागिता हो। यो स्थानीय सरकारले पनि यसमा सहयोग गरिदिनु पर्यो होइन, नेपाल सरकार सङ्घीय सरकारले पनि गरिदिनु पर्यो यो कन्सेप्टलाई। तब यसको मतलब राष्ट्रिय खाद्य बैङ्क भने चाहिँ एउटा के त भन्दाखेरि एउटा पब्लिक कर्पोरेसन हो यो एउटा। 1980 सम्म हामी धान चामल निर्यात कम्पनी हाम्रो 12-13वटा थियो, हाम्रो थिएन। 1980बाट यता हेर्नुहोस् त हामीसँग चाहिँ धान चामल निर्यात हुन्छ कहिले, हामी त आयात हो। अहिलेको बच्चालाई हलो भने के हो सोध्नुहोस्, कोदालो ढिकी जाँतो होइन, आरी भकारी होइन, बिरिम यस्ता शब्दहरू चाहिँ तपाईँले प्रयोग गर्नुभयो भने बच्चाहरूले बुझ्छन्। नमस्कार अनि स्वागत छ श्रोता तथा दर्शक कार्यक्रम राष्ट्रिय खाद्य बैङ्कको कृषि अभियानमा। एउटा बिल्कुलै नितान्त नयाँ कार्यक्रम, नौलो कार्यक्रम पनि हो र राष्ट्रिय खाद्य बैङ्क केन्द्रीय कार्यालय नरेफाँट पानी पँधेरो काठमाडौँद्वारा प्रायोजित यो विशेष कार्यक्रम यहाँहरूले अब उपरान्त हरेक शुक्रबार बिहान 9 बजेदेखि 10 बजेसम्म लाइभ सुन्न सक्नुहुन्छ। मात्र रेडियो आहा 104.5 मेगाहर्जको तरङ्गमा आवाज हाम्रो, अल अडियो हियर अवसम, सम्पूर्ण स्वर सङ्गीत सुर ल्याएर तालमा भन्ने नाराका साथमा काठमाडौँ उपत्यका र यस वरपरका थुप्रै क्षेत्रहरूमा टेरेस्ट्रियल माध्यमबाट र त्यसैगरी www.radioaha.com लगइन गरेर संसारभरि नै अनलाइन रेडियोको रूपमा इन्टरनेट मार्फत र हाम्रो अफिसियल फेसबुक पेज रेडियो आहामा पनि गएर यहाँहरूले यो कार्यक्रम श्रवण गर्न सक्नुहुन्छ र हेर्न पनि सक्नुहुन्छ लाइभ। र साथै हाम्रो पात्रो एपका युजर्स हुनुहुन्छ भने हाम्रो पात्रो एपमा पनि गएर संसारैभरि यहाँहरूले रेडियो आहा सर्च गरेर सुन्न सक्नुहुन्छ र फेसबुकमा प्रतिक्रिया पनि दिन सक्नुहुन्छ हामीलाई। र हाम्रो अफिसियल युट्युब च्यानल रहेको छ श्रोता तथा दर्शक रेडियो आहा 104.5 मेगाहर्ज, त्यहाँ पनि गएर लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्नुहोला। हाम्रा विविध अन्तर्वार्ताहरू यहाँहरूले हेर्न सक्नुहुन्छ। राष्ट्रिय खाद्य बैङ्कका एक्सपर्ट्सहरूसँगको कुराकानी यहाँहरूले हेर्न सक्नुहुन्छ र कार्यक्रममा अवश्य पनि कार्यक्रमलाई लिएर उपस्थित रहिसकेको छु म, यहाँहरूकै रेगुलर होस्ट, यहाँहरूकै साङ्गीतिक साहित्यिक सहयात्री अनि यहाँहरूकै रेडियो संसारको स्वर सारथी म हेम सुवेदी। एच फर हेडफोन, ई फर इलो कोइन्स एन्ड एम फर माइक्रोफोन। र आज हामीसँग अतिथिका रूपमा को हुनुहुन्छ त भन्ने बारेमा म सर्वप्रथम जानकारी यहाँलाई गराउँछु। आज भने कृषि पर्यटन क्षेत्रका विज्ञ व्यक्तित्व हामीसँग हुनुहुन्छ। राष्ट्रिय खाद्य बैङ्कका एग्रो टुरिज्म प्रमुख संस्थापक शेयरधनी पनि हुनुहुन्छ प्राध्यापक डाक्टर जीवनाथ धिताल हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ। डाक्टर जीवनाथ धितालको बारेमा कुराकानी गर्नुपर्दाखेरि उहाँ इकोनोमिक्सको प्रोफेसर पनि हुनुहुन्छ, MA MBA र त्यसैगरी BL PhD एग्रो टुरिज्ममा र त्रिभुवन विश्वविद्यालयमा 35 वर्ष इकोनोमिक्सको प्राध्यापन पनि उहाँले गर्नुभएको छ। नेपाल स्टक एक्सचेन्जका पूर्व चेयरपर्सन पनि हुनुहुन्छ। धिताल एन्ड एसोसिएट्स जुन माइती घरमा रहेको छ त्यसका अधिवक्ता पनि उहाँ हुनुहुन्छ। ल प्र्याक्टिस गर्दै आउनुभएको छ र विभिन्न न्यायसँग, कानुनसँग सम्बन्धित राय परामर्श पनि उहाँले दिँदै आइरहनु भएको छ। प्राध्यापक डाक्टर जीवनाथ धितालको सन्दर्भमा मैले यो छोटो जानकारी दिएँ, तर उहाँको जुन एक्सपर्टिजम छ, यो जुन भनौँ न एग्रो
टुरिज्मको सम्बन्धी यस सम्बन्धी हामी रिलेट गरेर आज कुराकानी गर्नेछौँ। कार्यक्रममा निकै महत्त्वपूर्ण कार्यक्रम हुनेछ आज। कार्यक्रम एकदम सुन्दै रहनुहोला भन्दै म सबभन्दा पहिले त स्वागत गर्न चाहन्छु प्राध्यापक डाक्टर जीवनाथ धितालज्यू, यहाँलाई कार्यक्रममा धेरै धेरै स्वागत छ। धन्यवाद। नमस्कार। अब सबभन्दा पहिले त मलाई डाक्टर साहब यो भनिदिनुहोस् कि यो कृषि पर्यटनको डिफाइन गरिदिनुहोस् न, जस्तो नेपालमा यसको सम्भावना के छ र समग्रमा कृषि पर्यटनलाई कसरी बुझ्दा राम्रो हुन्छ डाक्टर साहब? यसरी सुरु गरौँ न। अब यो क्वेसन चाहिँ बडा सान्दर्भिक छ। वास्तवमा कृषि भन्ने र टुरिज्म भन्ने अलग बाटो हो। हजुर। कृषि भनेको कृषि उत्पादन गर्ने, प्रोसेसिङ गर्ने र चाहिँ अब त्यसको चाहिँ ब्रान्डिङ गर्ने, सेलिङ गर्ने, त्यसलाई चाहिँ रिजर्भेसनमा राख्ने, अब यी कुराहरू कृषिका कुराहरू भए। अब यसको मतलब खेती व्यवसाय भन्नाले पशुपालन पनि आउँछ, पशुपन्छी पालन पनि आउँछ, माछा पालन आउँछ, मौरी पालन आउँछ, फलफुल खेती, फुलहरूको रोप्नेदेखि लिएर यी सबै कुराहरू के छ कृषिभित्रै पर्छ। अब टुरिज्म भने चाहिँ के हो त भन्दाखेरि एक ठाउँको मान्छे अर्को ठाउँमा कुनै विषय एउटा उद्देश्य लिएर घुम्न जाने, हेर्न जाने, इन्टरटेन गर्न जाने, त्यहाँ केही कुराहरू बुझ्न जाने, त्यो कामको लागि मान्छे जान्छ। टुरिज्म त धेरै किसिमको हुन्छ, तर यो टुरिज्ममा पनि यो कृषि टुरिज्मको चाहिँ इतिहास धेरै लामो छैन, विश्वमै छैन। विशेष गरेर चाहिँ यो के छ भन्दाखेरि 18औं शताब्दीमै सबभन्दा पहिला न्युयोर्कतिरका केही मान्छेहरू सहरी क्षेत्रबाट चाहिँ गाउँमा जाने र अलिक इन्टरटेन गर्ने प्रचलन सुरु हुँदै हुँदै आएर अमेरिकाबाटै सुरु भयो हो यो। र बिस्तारै चाहिँ अब यो के छ भन्दाखेरि अब अस्ट्रेलियातिर अब यो एग्रो टुरिज्मको सन्दर्भमा अलिकति कन्सेप्टहरू डेभलप हुँदै आयो। फिलिपिन्समा अब जस्तै 1993देखि अब एग्रो टुरिज्मको सन्दर्भमा उहाँ अलिकति केही इन्टरप्रेनरहरूले चाहिँ काम गर्न थाले। त्यस्तै इन्डियामा चाहिँ अब त्यहाँ पाण्डुराङ तवारे भन्ने एकजना चाहिँ अब इन्टरप्रेनर छन्। त्यो इन्टरप्रेनरले चाहिँ अब राजस्थानमा एउटा नयाँ किसिमको चाहिँ अब यो कृषि र टुरिज्मलाई चाहिँ जोडेर हामी अब एउटा व्यवसायगत रूपमा एउटा इन्टरप्राइजेस बनाएर हामी अगाडि बढ्न सक्छौँ भनेर उनले एउटा सुरुवात गरे। अब त्यो पाण्डुराङ तवारेलाई पनि के छ भने 2010मा त्यो बेलाको इन्डिया सरकारले अब उपराष्ट्रपतिबाट चाहिँ अब पुरस्कृत पनि भयो नि। हजुर। अब अहिले राजस्थानमा झन्डै झन्डै चाहिँ अब 350 भन्दा बढी त्यस्ता किसिमका एग्रो टुरिज्म डेस्टिनेसनहरू छन्। अब यो डेस्टिनेसनहरूको विकास यसरी भयो कि एउटा मोडालिटी उनले तयार गरे र अनि पछि बिस्तारै सिको गर्दै अन्य मान्छेहरू चाहिँ अब आकर्षित हुँदै गए र चाहिँ अब त्यहाँ एउटा व्यक्तिले सबै सञ्चालन गरे त होइन, त्यहाँ त थुप्रै मान्छेहरू चाहिँ अब त्यो पेसासँग चाहिँ आकर्षित भयो। यो त एउटा कमर्सियल मोटिभबाट सञ्चालन गर्ने हो क्या, यो कमर्सियल मोटिभबाट सञ्चालन गर्ने हो। र राष्ट्रिय खाद्य बैङ्कले चाहिँ एउटा के छ भन्दाखेरि अब हामी पनि यो सुरु गरौँ एग्रो टुरिज्मलाई को फिल्डमा अलिकति चाहिँ मोडालिटी तयार गरेर केही जग्गाहरू अकुपाई गरेर अनि हामीले त्यहाँ चाहिँ एग्रो टुरिज्मको एउटा कन्सेप्ट डेभलप गरौँ भनेर लागेको छ। अब यो एग्रो टुरिज्म भने चाहिँ एउटा विशाल एउटा विषयवस्तु हो कि, किनभने कृषि र टुरिज्मलाई जोड्ने विषय। पहिला कुरा त त्यहाँसम्म त्यो अब हाम्रो पहाडी मुलुक भएको हुनाले धेरै यसो कतिपय चाहिँ ठाउँहरूमा जान ट्रान्सपोर्टेसनको अभाव समस्याहरू छ, मान्छेहरू जान आउन अलिकति अप्ठ्याराहरू छन्। तर पनि चाहिँ जहाँ चाहिँ अलिकति सुगम एरिया छ त्यहाँ चाहिँ अब जग्गा अकुपाई गरेर त्यसलाई चाहिँ अब खण्डीकरण भएको छ जमिन छ नि त हाम्रो त्यहाँ त धेरै मान्छेहरूको बिचमा। त्यो खण्डीकरण भएको जमिनलाई एकै ठाउँमा राखेर एउटा व्यावसायिक खेती गर्ने। त्यो व्यावसायिक खेती चाहिँ के त भन्दाखेरि त्यो धान चामल कोदो मकै उत्पादन गर्ने मात्रै होइन क्या, त्यसमा धेरै कुराहरू छन्। हामीले त्यहाँ चाहिँ फुलहरू रोप्ने अनि फुलको सँगसँगै त्यो फुल किन रोप्ने त भन्दाखेरि फुलको आफ्नै सौन्दर्यता छ होइन। त्यो फुलहरूको बिचमा हामीले चाहिँ मौरी पालन गर्न सक्ने भयो, त्यहाँ नजिकै एउटा चाहिँ पोखरी बनाएर चाहिँ माछा पाल्न सक्ने भयो है। अनि त्यो माछा पालेपछि त्यो चाहिँ अब त्यहाँ वरिपरि हामीले फेरि के छ भन्दाखेरि हाम्रो गार्डन एकदम आकर्षक बनाउन सक्ने भयो है।
अब त्यहाँ चाहिँ पशुपालनकै सन्दर्भमा पनि मान्छेलाई चाहिँ पशुपालनको व्यवसाय गर्न सक्ने भयौँ हामीले। त्यही केही बाख्रा पाल्ने राम्रो उत्पादन चाहिँ दिने बाख्रा भेडा अथवा चाहिँ गाई पालन गर्न सक्ने कत्रो एरिया हुनुपर्छ त्यो सबै ठाउँमा सञ्चालन गर्न सकिन्छ भन्ने छैन फेरि। अब कुनै ठाउँमा फिसिङ गर्न सकिने हुन्छ, कुनै ठाउँमा फिसिङ नगर्न पनि सकिन्छ नि त फेरि। काहीँ त पानी पनि हुँदैन त्यस्तो विधि। अब काहीँ चाहिँ अब भनौँ हामीले फुलहरू राम्रो रोप्न सकिन्छ भने सबै ठाउँमा रोप्न सकिन्छ भन्ने पनि हुँदैन। त्यो ठाउँ अनुसारको चाहिँ हामीले युटिलाइज गर्ने हो। अनि हामी के गर्न सक्छौँ त भन्नु होला भने एग्रो टुरिज्मको सन्दर्भमा किसानहरूले एउटा चाहिँ अब फालिएर बसेको जमिन छ, त्यहाँबाट चाहिँ उत्पादन कम भएको अवस्था छ, कतिपय चाहिँ अब खण्डीकरणको कारणले गर्दाखेरि लागत बढी लागत छ, जसले गर्दाखेरि यो खेती गरेर फाइदा छैन। के खेती गरेर बरु साग बेचेर चाहिँ सहरी क्षेत्रमा बस्ने नि, त्यहीँबाट चाहिँ बरु चाहिँ कमाइ हुनसक्छ भन्ने फिलिङ भयो नि त्यहाँ त। त्यसले गर्दाखेरि गाउँ क्षेत्र मान्छेले छोड्ने भयो र बाहिर जान थाले मान्छेहरू, धेरै यसो बाहिर गइरहेको छ। अहिलेको स्थिति त्यो छ। अब त्यो बाहिर जाने मान्छेहरूलाई रोजगार दिनको लागि पनि एग्रो टुरिज्मको आवश्यकता छ कि। अब एग्रो टुरिज्म भने चाहिँ के हो त भने त्यहाँ धेरै मान्छेले काम पाउँछन्। कसैले पोखरीमा काम गर्छन्, कसैले चाहिँ यता चाहिँ अब पशुपालनमा काम गर्छन्, कसैले चाहिँ यतातिर चाहिँ अब मौरी पालन काम गर्छन् होइन। त्यहाँ त रोजगारीको चाहिँ अवसरहरू सिर्जना त धेरै किसिमको हुन्छ नि त। त्यहाँ प्रशिक्षण प्रोग्राम पनि सञ्चालन गर्छौँ हामी फेरि। शिक्षा पनि दिन्छौँ हामी। शिक्षा हामी कसरी दिन्छौँ भन्दाखेरि चाहिँ अब त्यो शिक्षा चाहिँ अब नेपालको कृषि प्रणालीमा अब हामीले के गरिरहेका छौँ भन्ने कुराको सन्दर्भमा अर्को ठाउँमा पनि ट्रान्सफर होस् न। त्यो कुरा त त्यो त एकै ठाउँ बस्ने चिज होइन नि। त्यो त त्यो एउटा चाहिँ अब के छ भने एउटा मोडल तयार गरिसकेपछि त्यो मोडल चाहिँ अरू किसानहरूमा पनि जाओस् र देशैभरि होइन, यो त देशैभरि लैजाने कुरा हो नि त। यो त एक ठाउँमा केन्द्रित गर्ने विषय त होइन। र राष्ट्रिय खाद्य ब्याङ्कले सबै ठाउँमा पनि गर्दैन, यो सबै ठाउँमा गर्दैन कि यसमा नभ्याउँदैन पनि फेरि। एउटा संस्थाले त्यो सम्भावना पनि छैन फेरि। अरूले पनि सिको गर्नु होइन, अरूले पनि सिको गर्नु र अनि त्यसलाई चाहिँ के छ भन्दाखेरि ओहो राष्ट्रिय खाद्य ब्याङ्कले एउटा मोडालिटी तयार गर्यो र चाहिँ यो कृषि फर्म यस्तो बनायो, कृषि एग्रो टुरिज्ममा त्यो इन्टरप्रेनरको रूपमा चाहिँ यो आयो पहिला होइन। तर एउटा पायोनियरिजम गर्यो। अब देशैभरि वडामा अथवा चाहिँ हरेक चाहिँ अब पहाडी क्षेत्र, तराई क्षेत्र, हिमाल क्षेत्र, हरेक क्षेत्रमा त यो आफै सबै जान त सक्दैन। अब फेरि किसानहरूलाई पनि अहिले शिक्षा दिन्छ। हेर्नुहोस् तपाईँहरू पनि यो फालिएको जमिनलाई चाहिँ यसरी नराख्नुहोस्, यसलाई चाहिँ अब एउटा एकै ठाउँमा चाहिँ चक्लाबन्दी गर्नुहोस्। तपाईँहरूको आफ्नो चाहिँ जग्गा जुन छ त्यो भइरहेको जग्गालाई चाहिँ के छ भन्दाखेरि बढी प्रफिटमूलक बनाउनुहोस्। बढी प्रफिटमूलक बनाउनको लागि चाहिँ के छ भन्नु होला भने जस्तै हामीले एउटा कम्पाउन्डिङ गर्छौँ। त्यो कम्पाउन्डिङभित्रको जुन जमिन छ हुनसक्छ 10 बिघा हुनसक्छ, 20 बिघा हुनसक्छ, अथवा चाहिँ अब कति जग्गा हुनसक्छ, अथवा चाहिँ रोपनीमा पहाडमा त्यो जग्गालाई चाहिँ हामीले के गर्छौँ भन्नु होला भने अब सही सदुपयोग गर्छौँ। जग्गाको सही सदुपयोग हामी फुल रोप्छौँ, अनि हामी पोखरी बनाउँछौँ, माछा पाल्छौँ, हामी फेरि अब यतातिर चाहिँ अब हामी सुन्दर बगैँचा बनाउँछौँ, विभिन्न किसिमका नयाँ किसिमका चाहिँ खेती प्रणालीको विकास गर्छौँ, अर्ग्यानिक खानेकुराहरूको उत्पादन गर्छौँ, अनि त्यसलाई प्रोसेसिङ गर्छौँ, बजारीकरण गर्छौँ, भण्डारण कसरी गर्ने भन्ने कुराहरू गर्छौँ, चिस्यान केन्द्रहरू निर्माण गर्छौँ। हामी त त्यहाँ त कस्तो गर्छौँ त भन्दाखेरि त्यो उत्पादन गरेको किसानले उत्पादन गरेको वस्तु चाहिँ अब त्यो उपभोक्ताको थालीसम्म जाँदाखेरिको अवस्थामा त्यो बडा चाहिँ यो स्वस्थकर खाना चाहिँ गयो, एउटा न्युट्रिसन युक्त खाना चाहिँ गयो भन्ने किसिमको चाहिँ हामीले त्यो निर्माण गर्नु छ। एकदम राम्रो कुरा। यसको इनिसिएट कसरी भइरहेछ डाक्टर साहब? जस्तो यसको सुरुवात कहाँबाट भएको छ, भइरहेछ कि के भइरहेछ? होइन, अब यो सुरुवात के छ भन्नु होला भने अन्य मुलुकहरूले धेरै गरिसके। हजुर, हुन त हाम्रो राष्ट्रिय खाद्य ब्याङ्कले नै सुरुवात कसरी गरिरहेछ? होइन, राष्ट्रिय खाद्य ब्याङ्कले चाहिँ के छ भन्दाखेरि अब यसले बर्दियामा, अब अहिले झापामा, अब यो चाहिँ अब अहिले हाम्रो चितलाङमा पनि अलिकति जग्गाहरू लिइरहेको छ, सरलाई पनि गइरहेको छ र अहिले धेरै जिल्लाहरूमा यसको प्रभाव चाहिँ छ।
शाखाहरू पनि यसले सञ्चालन गरेको छ, उपशाखाहरू पनि सञ्चालन गरेको छ। भनेपछि यहाँले भन्नुभयो जस्तो जुन जुन ठाउँमा राष्ट्रिय खाद्य ब्याङ्क पुगेको छ त्यहाँ एग्रो टुरिज्म पनि अप्लाई गरिन्छ। अब सम्भव भएसम्म ठाउँमा हैन, अब सबै ठाउँमा जहाँ गर्न सकिन्छ हैन। अब सबै ठाउँमा गरिन्छ भन्ने त त्यो अब लागतको कुरा पनि आउला हैन। सबै ठाउँमा एकैचोटि देखदेख नपुग्ला, तर यसले इनिसिएसन चाहिँ यसरी लिन्छ कि एक ठाउँमा यसले गरेपछि एउटा चाहिँ अब एग्रो टुरिज्मको सन्दर्भमा तपाईँले जुन सोधिराख्नु भएको छ, यो हामीले सबभन्दा पहिला एक ठाउँमा हामीले चाहिँ अब यो अलिकति उपयुक्त प्लेसमेन्ट कहाँ हुनसक्छ, यसको डेस्टिनेसन कहाँ हुनसक्छ भनेर हामी अलिकति पहिचानमा गइरहेछौँ। अहिले तेस्रो वर्ष नै रनिङ छ यो धेरै त लामो भएको छैन, 77 सालमा स्थापना भएको। राष्ट्रिय खाद्य बैङ्क भनेर चाहिँ के हो त भन्दाखेरि चाहिँ के हो, यो पैसाको कारोबार गर्ने हो कि अथवा चाहिँ यसमा पनि पैसा जम्मा गर्ने हो कि यसले ब्याज दिने हो कि मान्छेमा यो पनि छ नि, एउटा भ्रम छ नि। यो राष्ट्रिय खाद्य बैङ्क भनेको के हो भन्ने कुरा पनि मान्छेमा पैसाको कुरा होला भन्ने छ। तर राष्ट्रिय खाद्य बैङ्क चाहिँ पैसाको कारोबार गर्ने, अब पैसा जम्मा गर्ने नि, ब्याज दिने अथवा काहीँ लगानी गर्ने, कसैलाई चाहिँ ऋण चाहियो भने ऋण दिने यस्तो संस्था त होइन होइन। यो खाद्य बैङ्क चाहिँ के हो त भन्दाखेरि नाम बैङ्क हो होइन, तर त्यो बैङ्कभित्र चाहिँ के छन् त भन्दाखेरि त्यसका विभिन्न सेक्टरहरू छन् फेरि होइन। त्यहाँ अब माटो विज्ञहरू छन्, माटो विज्ञहरू पनि त्यहाँ छन्। अब कृषि विज्ञहरू अब त्यहाँ चाहिँ अब विभिन्न किसिमका चाहिँ अब धान उत्पादन गर्ने कसरी, मकै उत्पादन गर्ने कसरी, अब गहुँ उत्पादन बढीभन्दा बढी उत्पादन कसरी गर्न सकिन्छ होइन, त्यसको क्वालिटी कसरी दिन सकिन्छ, त्यसको चाहिँ त्यो अब त्यसलाई उत्पादित वस्तुहरूलाई चाहिँ अब कसरी भण्डारण गर्न सकिन्छ। अब कतिपय वस्तुहरू त हाम्रो त अब भण्डारण गर्दाखेरि नै पुत्लाले खाएर दुनियाँ गरेर कुहिएर त्यसको मोइस्चराइजेसन राम्रो नभएर होइन बिग्रिरहेको पनि छ होइन। त्यसले गर्दाखेरि त्यो उत्पादित वस्तुलाई संरक्षण दिनु पनि एउटा उत्पादन हो नि त फेरि होइन। त्यसलाई उत्पादन गर्ने र चाहिँ त्यसलाई भण्डारण गर्ने, अनि भण्डारण गरेको चिजलाई चाहिँ अब त्यसलाई चाहिँ प्रशोधन गर्ने, अब प्रशोधन गरिसकेको वस्तुलाई फेरि चाहिँ अब राम्रो क्वालिटीको उत्पादन गरेर चाहिँ त्यसलाई प्याकेजिङ गर्ने, सेलिङ गर्ने, मार्केटिङ डिस्ट्रिब्युसन गर्ने र चाहिँ अब त्यो दैलोमा पुर्याइदिने। यसले चाहिँ अब आफ्नो मार्टहरू पनि सञ्चालन गरेर अब घर दैलोमा चाहिँ अब उपभोक्ताहरूको घर दैलोमा पुर्याइदिने काम पनि गरिरहेको छ। त्यसले गर्दाखेरि चाहिँ अब अहिलेसम्म चाहिँ यो काम गरिरहेको छ। सँगसँगै यसले के छ भन्दाखेरि अब एग्रो टुरिज्मको फिल्ड भनेको नयाँ फिल्ड पनि हो। अब नेपालमा नेपाल सरकारले पनि चाहिँ अब रुरल टुरिज्मको सन्दर्भमा चाहिँ अब नीति बनाएको छ कि छैन डाक्टर साहब? नीति बनाएको छ, तर हामी डेस्टिनेसनको खोजीमा छौँ होइन। अब यसको मतलब के हो भन्नु होला भने अब यो एग्रो टुरिज्मको फिल्ड चाहिँ देशैभरि अब यो राष्ट्रिय खाद्य ब्याङ्कले नै गर्छ भन्ने होइन। अब यसको मोडालिटी कस्तो हुन्छ भन्ने जुन मान्छेलाई क्वेसन हुन्छ नि, सबभन्दा पहिला खण्डीकरण भएको जमिनलाई एकै ठाउँमा चक्लाबन्दी गर्ने, ठुलो बनाउने, ठुलो एरिया लिने, अनि त्यो जमिनमा चाहिँ हामीले त्यसको जमिनको युटिलाइज गर्नको लागि माटो परीक्षण गर्ने, त्यहाँको सिँचाइ सुविधा के छ त्यो हेर्ने, पानीको सुविधा के छ, पानी पर्याप्त छ भने पोखरीहरू निर्माण गर्ने होइन, माछा पालन गर्ने। माछाबाट त फाइदा त भयो त होइन, एकैपटक सबै काम हुने भयो, माछाबाट त फाइदा भयो। फुल खेती लगाउने, फुल त धेरै बाहिरबाट ल्याउनु परिरहेको छ नि त होइन। त्यो फुल उत्पादन गर्ने, त्यहाँ फुल उत्पादन गरेपछि फुल सेल हुन्छ नि त, नेपालमै सेल हुन्छ नि त होइन। विभिन्न किसिमको क्वालिटीका चाहिँ फुलहरू उत्पादन गर्ने, त्यो फुलहरूको बिचमा मौरी पालन पनि गर्ने, अनि मौरीले त्यहीँबाट चाहिँ फुलहरूबाट चाहिँ फेरि चाहिँ अब चाका बनाउँछ होइन। अब त्यो चाका चाहिँ अब झिकेर हामीले के गर्न सक्ने भयौँ त भने त्यसलाई चाहिँ अर्ग्यानिक टाइपको चाहिँ महलाई फेरि बाहिर ल्याउन सक्ने भयौँ। मह पनि बिक्री, फुल पनि बिक्री, त्यहीँ पशुपालन त्यहीँ, माछा पालन त्यहीँ, ब्युटिफुल कन्सेप्ट होइन। हजुर, अनि सबै चाहिँ अब के छ भन्नु होला भने त्यहाँ भित्र इन्ट्री गर्नु पर्यो मान्छेलाई, इन्ट्री गर्नु पर्यो भने इन्ट्री फी पनि हुन्छ हाम्रो होइन। त्यो एउटा भिलेज जस्तो भयो। अनि त्यहाँ एकोमोडेसनको व्यवस्था पनि छ, त्यहाँ बस्ने पनि ओभरनाइट। ओके, भनेपछि स्वदेशी विदेशी जान सक्ने, टिकट काटेर जाने है। अनि त्यहाँ चाहिँ मान्छे जाँदाखेरि हामीलाई त्यहाँ गर्ने मान्छे त धेरै काम गरिरहेका हुन्छन्, उनीहरूलाई रोजगारी दिने पारिश्रमिक पनि त दिनु पर्यो। त्यतिकै त मान्छेले त काम त कसैले गर्न सक्दैन। अनि त्यहाँभित्र चाहिँ के छ भने
अब विदेशीहरूलाई आएर अब मह त सबैले खाइराखेका छन्, त्यो महको चाका कसरी काट्ने होइन, त्यो शिक्षा भयो एउटा, शिक्षा भयो त्यो। कुन बेलामा काट्ने अनि कुन बेलामा चाहिँ त्यो मह झिक्दाखेरि चाहिँ बढी रसिलो हुन्छ होइन। मौरी पालन गर्ने कसरी, फुल खेती गर्ने कसरी, फुल उत्पादन कसरी गर्ने, एउटै जग्गामा विभिन्न भेराइटीका चाहिँ फुलहरू उत्पादन हुन्छ नि, त्यो उत्पादन कसरी गर्ने होइन। अर्ग्यानिक वस्तुको उत्पादन कसरी गर्ने, त्यो अर्ग्यानिक जुन छ नि हामीले त्यो स्वास्थ्यको लागि चाहिँ राम्रो हुने किसिमको छ होइन, त्यो कसरी उत्पादन गर्ने। तब यसको मतलब त्यसलाई भण्डारण कसरी गर्ने, त्यसलाई चाहिँ फेरि अब हामीले कसरी चाहिँ अब त्यो सेक्योर ढङ्गले चाहिँ अब त्यसलाई चाहिँ प्याकेजिङ गरेर चाहिँ सेलिङ गर्ने मार्केटमा सस्तो मूल्यमा, सकभर सस्तो मूल्यमा होइन, बढी महँगो लिने होइन। त्यहाँ त फाइदाका त धेरै आइटमहरू छन् एकै ठाउँमा फाइदा। अनि किसानहरूको जमिनमा चाहिँ अब त्यसको सदुपयोग राम्रो गर्नाले त त्यसबाट फाइदा त हरेक किसानहरूले चाहिँ त्यो जमिनबाट चाहिँ उनीहरूले रिटर्न पाउन सक्ने भयो त। फेरि त्यो जमिन चाहिँ युटिलाइज गरेर किसानलाई फाइदा दिने हो क्या यसको मुख्य मतलब। त्यो राष्ट्रिय खाद्य बैंक धनी हुने होइन, राष्ट्रिय खाद्य बैंकले यो सबै बेचेर नाफा ल्याएर ठुलो पैसा चाहिँ जम्मा गर्ने होइन। राष्ट्रिय खाद्य बैंक के हो त भन्दाखेरि एउटा कन्सेप्ट डेभलप गरेर त्यसलाई चाहिँ अब किसानहरूलाई मोटिभेट गर्ने। तपाईँहरू पनि सहयोग गर्नुहोस् यसमा, यो तपाईँहरू हो, लोकल जुन गभर्मेन्ट छैन, स्थानीय सरकार, तपाईँहरूको चाहिँ एरियामा हामी यो गर्छौँ। कसले नमान्ने यो कुरो, कसलाई चाहिँ अपाच्य हुन्छ यो कुरो। कुनै पनि जमिन चाहिँ प्रयोग गरेर त्यसको सही सदुपयोग गरेर म्याक्सिमम भन्दा म्याक्सिमम किसानलाई चाहिँ फाइदा दिन्छु भन्दाखेरि किसान पनि खुसी नहुने कुरै भएन। अनि लोकल रिप्रेजेन्टेटिभ्सहरू चाहिँ अब जनप्रतिनिधिहरू चाहिँ अब उनीहरूले सहयोग नगर्ने कुरो पनि भएन यसमा होइन। आफ्नो क्षेत्रमा अब एउटा चाहिँ त्यो एउटा स्टेज आयो, हाम्रो होमस्टेको जस्तै पनि भयो नि त, त्यहाँको मान्छेको व्यवस्था भयो हुनाले होइन। अनि त्यहाँ मान्छे इन्ट्री गर्छ, त्यहाँ चाहिँ मान्छे त्यो के अरे मह काट्छ, त्यहाँ मान्छे आफै गएर फिसिङ गर्छ, फिसिङ गर्ने कसरी भन्ने कुरो पनि सिक्छ नि त त्यहाँ त हो त होइन। आफैले चाहिँ फोटो खिच्छ, त्यहाँ नजिकै चाहिँ फुलबारी छ होइन। अब कसैले चाहिँ मुभीहरू बनाउनलाई ओहो जाउँ त्यहाँ, जस्तै हामीले चितलाङमा बनायौँ भने चितलाङ जाउँ एकचोटि, चितलाङ त जानै पर्ने ठाउँ रहेछ नि त भन्ने होस्। काठमाडौँ बसिरहेको मान्छेलाई चाहिँ कहाँ घुम्ने ठाउँ खै छैन होइन। कमसेकम चितलाङ हामी गयौँ भनेदेखि चितलाङमा यस्तो किसिमको छ। तपाईँ अब एउटा टिचर हुनुहुन्छ, अब तपाईँका चाहिँ विद्यार्थीहरू छन्, विद्यार्थीहरूलाई सिकाउनु पऱ्यो, घुमाउनु पऱ्यो, इन्टरटेन गर्नु पऱ्यो उनीहरूलाई। यो अवस्थामा चाहिँ अब कहाँ लैजाने, बच्चाहरूलाई चाहिँ अब धेरै कुराहरू सिक्नु छ नि होइन। त्यहाँ सांस्कृतिक महोत्सव पनि हुन सक्ने भयो, महोत्सव हुनिसक्ने भयो त्यहाँ होइन। त्यहाँ विभिन्न किसिमको चाहिँ के छ भन्दाखेरि मान्छेमा चाहिँ मनोरम के, मान्छेलाई चाहिँ एउटा चाहिँ ओहो त्यहाँ त एकचोटि जानै परिरहेछ नि, यस्तो आनन्द आयो भन्ने बनाउने हो क्या होइन। एकदम ब्युटिफुल, यस्तो आनन्द आयो भन्ने चाहिँ बनाउने हो क्या कि अब जो ठुलो मान्छे होस्, सानो मान्छे होस्, बच्चा केटी होस् होइन, किसान होस्, त्यहाँ चाहिँ जानको लागि उनीहरूलाई उत्प्रेरित गर्ने, त्यो गर्न हामीले एउटा कन्सेप्ट डेभलप गरेका छौँ। हजुर। त श्रोता तथा दर्शक, अहिले यहाँहरूले ज्यादै राम्रो कन्सेप्ट प्राध्यापक डाक्टर जीवनाथ धितालज्यूको सुन्नुभयो। उहाँलाई, डाक्टर साहबलाई एउटा प्रश्न पनि आएको छ यहाँ। राम पण्डितले के भन्नुहुन्छ भने, सर यो दृष्टिकोण भिजन सफल भयो भने त नेपालको कायापलट हुने र कृषि क्रान्ति नै पो हुनेछ, सफल पार्न आवश्यक जनशक्ति परिचालन पनि त महत्त्वपूर्ण छ भन्नुहुन्छ। यसको उत्तर कसरी दिनुहुन्छ डाक्टर साहब? होइन, अब यो चाहिँ सफल हुने र नहुने भने चाहिँ अब एउटाले गरेर हुने कुरा होइन। हजुर। सफलता भनेको कुरा धेरैको सहभागिता हो। यो स्थानीय सरकारले पनि यसमा सहयोग गरिदिनु पर्यो होइन, नेपाल सरकार सङ्घीय सरकारले पनि गरिदिनु पर्यो यो कन्सेप्टलाई। तब यसको मतलब राष्ट्रिय खाद्य बैंक भने चाहिँ एउटा के त भन्दाखेरि एउटा पब्लिक कर्पोरेसन न हो यो एउटा, जो कोही पनि यसमा आबद्ध हुन सक्छ, जोसुकै पनि। यहाँ कुनै पोलिटिक्सको कुरा छैन छैन। यहाँ चाहिँ कुनै नेपालभरिका नेपाललाई समृद्ध बनाउने अभियान हो यो है। अब यो अभियानमा चाहिँ के छ त भन्नुलाई भन्दाखेरि चाहिँ अब यो फलानाले गरेको, यो ढिस्कानाले गरेको होइन। त्यहाँ अब चान्चुन अहिले 1000जना सेयर होल्डरहरूले सञ्चालन गरेको एउटा चाहिँ राष्ट्रिय खाद्य बैंक छ। त्यो राष्ट्रिय खाद्य बैंकको इनिसिएसनमा एउटा यो सञ्चालन एउटा मोडालिटी तयार गर्ने हो। त्यो मोडालिटी चाहिँ के हो त भन्दाखेरि ती मात्रै केन्द्रित हुने होइन,
होइन त्यो त के छ भन्दाखेरि अर्को ठाउँमा पनि ट्रान्सफर होस्। जस्तै उदाहरणको लागि चाहिँ अब अहिले हाम्रा क्रान्ति नै हो नि, क्रान्ति हो, रेभोल्युसन हो, रेभोल्युसन ल्याउने हो यो। टाइम लाग्ला, भिजन हजुरले प्रस्तुत गर्नुभयो त्यसको कुरा गर्दैछौँ हामी। त्यही हो यो त भिजन हो, यो त राष्ट्रिय खाद्य बैङ्कले गर्नुपर्छ भन्ने छैन नि होइन। अहिले जुन हामीले जुन भनिरहेका छौँ यिनै कुराहरू त किसानहरूको एउटा टिम मिलेर एउटा इन्टरप्राइजेसको रूपमा चाहिँ अब अगाडि यो देशमा युवाहरू ल्याउनु पर्यो, बस्ने वातावरण बनाउनु पर्यो। अब एकपटक फेरि कृषिको ठुलो एउटा क्रान्ति गरेर ठुलो क्रान्ति गर्नु होइन, त्यो हुनाले पनि हामीले यसको नामै राखेका छौँ कि राष्ट्रिय खाद्य ब्याङ्कको कृषि अभियान भन्ने यो कार्यक्रमको नामै छ। डाक्टर साहब, जुन प्रकारले यहाँले भन्नुभयो त्यसो भए जो कोही पनि यसमा, म राम पण्डितजीलाई भन्न चाहन्छु, उहाँ पनि आएर सहभागी बन्न सक्नुहुन्छ, जो कोही पनि यहाँ आउन सक्नुहुन्छ। अहिले 2 लाख किसान, 42 लाख किसान हाराहारी यो देशमा छन् परिवार भनेपछि 2 लाखलाई ल्यायौँ भन्ने राष्ट्रिय खाद्य ब्याङ्कले कुरा गर्छ। कति जतिलाई ल्याउनु पर्ला यो अभियानमा, को हुन सक्छन्, कसरी यसमा सहभागी हुने, यसका बारेमा के भन्नुहुन्छ डाक्टर साहब? होइन, अब यस्तो छ, अब किसानहरू अहिले चाहिँ के छन् भने खेती व्यवसाय गर्नको लागि उत्प्रेरित छैनन्। गाह्रो त्यही छ। अब तपाईँले खेती किन छोड्नुभयो? के खेती गर्नु? खेती गरेर चाहिँ अब जति लागत लाग्छ त्यो लागत पनि उठ्दैन होइन। जमिन त यति नै छ मान्छेको, यति ठाउँ टुक्रा जमिन नै छ। त्यो सामान्य किसानले गोरु छैन अहिले, पाल्दैनन् मान्छेले होइन, सत्य कुरा। अहिले खेतीपाती गर्नको लागि एउटा एकजना हली र गोरु ल्याउनु पर्यो भनेदेखि मान्छेलाई बडा गाह्रो छ होइन। लागत त्यसको जति छ त्यसको चाहिँ अब त्यो वर्षभरि खटिरहनु पर्यो नि त त्यो होइन। त्यसले गर्दाखेरि डाक्टर साहब, त्यसो भए हामी के आधुनिकीकरण गर्छौँ, औजारहरू पनि त्यत्तिकै ल्याउँछौँ? मल ल्याउने कुरा ल्याउँछौँ। हामी के गर्छौँ भने अब कम्पोस्ट मल आफै बनाउँछौँ। कम्पोस्ट मल कसरी बनाउने भन्ने कुरा सिकाउनु परेन होइन। प्राङ्गारिक मलहरू तपाईँ यसको मल चाहिँ त्यहीँ उत्पादन गर्ने हामी होइन। त्यो प्राङ्गारिक मल उत्पादन गरेपछि चाहिँ अब अहिलेको जुन किसिमको यो पोटास भनौँ, अब यो विभिन्न युरिया विषादीहरू छ होइन, त्यो ठुलो कम्पाउन्डिङ भएपछि चाहिँ विषादी प्रयोग नगर्दाखेरि पनि त्यो एउटा त्यो अर्ग्यानिक नै उत्पादन गर्न सक्छ। तर चाहिँ यहाँ चाहिँ एउटाले विषादी युज गर्ने, वहीँ नजिकै जोडिएको अर्को जग्गाले चाहिँ मैले चाहिँ अर्ग्यानिक खेती गर्छु भनेर चाहिँ त बडा गाह्रो छ नि त फेरि होइन। त्यो अर्ग्यानिक हुनै सक्दैन क्या, त्यहाँ पनि विषादीको चाहिँ अब प्रभाव पर्छ क्या, है, किनभने हावाले नै लैजान्छ। अर्ग्यानिक भने त विषादीबाट मुक्त हो होइन। त्यसैले गर्दाखेरि चाहिँ त्यो विषादी रहित चिजहरू उत्पादन गर्ने कसरी, अहिले हामीले विषादी भएकै खाइरहेछौँ डाक्टर साहब, भारतबाट खाइरहेछौँ, जति पनि आउँछ विषादी भएकै खाइरहेछौँ। अब हामी चाहिँ के छ भने हाम्रो उत्पादनलाई अहिले हामीले जस्तै अब चाहिँ एडभान्स मुलुकहरूमा चाहिँ लिएर जाउँ भनेर चाहिँ भन्यो भने उनीहरूले इन्ट्री नै दिँदैनन्। किनभनेदेखि यसो जाँच्छन् उनीहरू त परीक्षण गर्छन् नि त। हाम्रा तरकारीहरू त बाहिर जान सक्दैन होइन। किन जान सक्दैन त भन्दाखेरि उनीहरू चाहिँ त्यस्तो चाहिँ अब यो एउटा विषादीयुक्त चिजलाई आफ्नो देशमा उनीहरू इन्ट्री नै दिँदैन। पक्का हो। हामी कहाँ त नपरीक्षण छ, हामी ठेगिरहेछौँ होइन। हामीले उत्पादन गर्दाखेरि चाहिँ अब अर्ग्यानिक वस्तु नै उत्पादन गर्ने, अर्ग्यानिक नै उत्पादन गर्ने र चाहिँ अब त्यसका लागि अहिले भने जस्तो कम्पोस्ट प्राङ्गारिक मलहरू आफै आफै तयार गर्ने, उन्नत बिउहरू तयार, अनि लोकल बिउहरू पहिलाका चाहिँ हाम्रो चाहिँ अब चाहिँ जुन छ नि हाम्रो लोकल बिउहरू थिएन नि त पहिलाको स्थानीय बिउहरू, त्यो त मासिँदै गएको छ नि त होइन। एकदम त्यो मासिँदै गएका बिउहरूलाई जोगाउनु पर्यो। कतिपय चामलै लोप भइसक्यो डाक्टर साहब, कुरा गर्ने हामी 45 अर्बको चामल मगाएर खाइरहेका छौँ वर्षेनी होइन। अब जस्तै 1980 सम्म हामी धान चामल निर्यात कम्पनी हाम्रो 12-13 थियो, थिएन। 1980 बाट यता हेर्नुहोस् त हामीसँग चाहिँ धान चामल निर्यात हुन्छ कहिले, हामी त आयात हो होइन। त्यसले गर्दाखेरि निर्यात गर्ने एउटा देश अहिले चाहिँ आयात गर्ने देशको रूपमा चाहिँ आयो खाद्यान्न पनि। तर चक्लाबन्दी गरेर हजुरले भने जस्तो त्यो कन्सेप्ट सबैले अपनाउन थाल्ने हो भने इनिसिएट राष्ट्रिय खाद्य ब्याङ्कले गरेबाट यो सबैले बुझे भने सुरुवात हामी गर्ने होइन। तर चाहिँ यो चाहिँ के छ भन्दाखेरि अरू किसानहरूलाई उत्प्रेरित गर्ने, शिक्षा पनि दिने, तपाईँहरू यसो गर्नुहोस् होइन। किसानहरूलाई चाहिँ के छ भन्दाखेरि ओहो राष्ट्रिय खाद्य ब्याङ्कले गरे त काम त राम्रो छ नि त यो त भन्ने भयो भने नै मान्छेले चाहिँ त्यसलाई चाहिँ एडप्ट गर्ने हो होइन। त्यसले गर्दाखेरि चाहिँ अब राष्ट्रिय खाद्य ब्याङ्क एउटा उत्प्रेरक संस्थाको रूपमा मात्रै आउने हो, देशैभरि लैजाने योजना हो यो त राज्यभरि नै जानु जरुरी छ। अनि मात्रै चाहिँ अनि किसानहरूको चाहिँ के छ भन्नु होला भने होइन हाम्रो
हाम्रो काम हामीले यसरी गऱ्यौँ भने त चाहिँ अब एक किसिमले भन्यो भने हामी त अब धेरै उत्पादन पो गर्न सक्छौँ त एउटै त्यो जमिनलाई त युज गर्न सक्छौँ जस्तै तपाईँ एउटा चाहिँ पाहाडमा हुनुहुन्छ अथवा तराईमा हुनुहुन्छ त्यहाँको चाहिँ अब भनौँ न अब चाहिँ माटो परीक्षण गर्नुहुन्छ त्यहाँ कुन चाहिँ खेती हुन्छ त्यहाँ चाहिँ अब माछा पाल्ने भनेर चाहिँ सबै ठाउँमा माछा पाल्न सकिन्छ र पक्कै सकिन्न सबै ठाउँमा फुल खेती गर्न सकिन्छ र सकिन्न त्यो वातावरणै हुँदैन वातावरणै हुँदैन नि त हाम्रो त जमिन त हरेक ठाउँमा हरेक किसिमको छ नि त माटो एकदम ठिक हो जसरी हामीले सर्लाहीमा माछा पालन गर्ने भने होइन हामीले जहाँ चाहिँ अब जे वातावरण छ त्यही अनुसारको चाहिँ हामीले गर्छौँ र हामी के गर्छौँ त भन्दाखेरि त्यहाँको मुख्य कुरो चाहिँ अर्ग्यानिक कुरालाई चाहिँ प्रायोरिटी दिन्छौँ है र चाहिँ अब हामी के गर्छौँ भन्नुलाई भने अब जस्तै उदाहरणको लागि अब अहिले चाहिँ अब हाम्रै अहिलेका स्टुडेन्टहरू हाम्रा बच्चाहरू मैले त अब 30-35 पढाउनु भयो प्राध्यापन गर्नुभयो म अब वास्तवमा चाहिँ शैक्षिक क्षेत्रमा अलि लामै समय पनि मेरो अलिकति डिभोसन भयो अब मुख्य गरेर मैले भन्नु खोजेको के हो भन्नु होला भने अहिलेको बच्चालाई हलो भने के हो सोध्नुहोस् कोदालो ढिकी जाँतो होइन आरी भकारी होइन बिरिम यस्ता शब्दहरू चाहिँ तपाईँले प्रयोग गर्नुभयो भने बच्चाहरूले बुझ्छन् बुझ्दैन बच्चाहरूको दिमागमा त्यो चिज देखा होला अलिकति पिक्चरमा तर रियल लाइफमा देखा छैन रियल लाइफमा देखाएको छ होइन हामी के गर्न सक्छौँ भन्नु होला भने त्यो एउटा हाम्रो चाहिँ जुन एउटा एग्रो टुरिज्म फिल्ड छ त्यहाँ चाहिँ अब हामीले हाम्रो पुराना चाहिँ जुन अब इक्विपमेन्टहरू जुन छ नि पुराना चाहिँ हाम्रा कृषि औजारहरू छन् नि हामीले हँसिया त्यहाँ राख्न सक्छौँ कोदालो राख्न सक्छौँ खुर्पा राख्न सक्छौँ बन्चरो राख्न सक्छौँ होइन बन्चरोले रुख काट्ने अब अहिले त बन्चरो युज नगरी विभिन्न मेसिनहरू आएछ नि त रुख काट्ने पनि होइन बन्चरो राख्न सक्छौँ अनि फाली भनेको के हो होइन अनो भनेको के हो थाहा छैन नि कसैलाई थाहा छ नारा भनेको के हो थाहा छैन अब शब्दावलीबाटै लोप भएर गइसक्यो होइन अब रिभाइभ गर्ने कुराहरू गर्दै हुनुहुन्छ अब त्यहाँ भकारी के हो हामी सबै कुराहरूलाई एकपट्टि यो हाम्रो ट्रेडिसनल इक्विपमेन्ट हो भनेर रिजर्भ गर्छौँ अर्कोतिर हामीले अहिले आधुनिक सामानहरू यो प्रयोग गर्छौँ होइन त्यो पनि जरुरी छ होइन अब हामी यसरी चाहिँ गइरहेछौँ भनेर पनि हामी जान्छौँ यसले गर्दाखेरि चाहिँ बच्चाहरूलाई पनि के हुन्छ त भन्दाखेरि ओहो कृषि क्षेत्रमा हाम्रा पूर्वजहरूले यसरी खेती गर्दै आए अहिले हामी यो फड्कोमा गएर छौँ अब हामी जानुपर्ने यो हो है भनेर नयाँ कन्सेप्ट क्लियर हुँदैन मान्छेमा हामी भन्दा उनीहरू अग्रगतिमा चाहिँ जान्छन् त्यही सिकाउनको लागि पनि हामीले चाहिँ यो त श्रोता तथा दर्शक यो एउटा महाअभियान हो यो एउटा जस्तो डाक्टर साहबले भन्नुभयो 77 सालबाट सुरु भएको छ यो भनौँ संसारभरिका नेपालीजन जो हुनुहुन्छ उहाँहरूले जो हेर्नु भएको छ हामीलाई अथवा सुनिनु भएको छ उहाँहरू अब देशमै आएर एउटा महाअभियान र महाक्रान्तिमा कसरी सम्मिलित हुने यहाँहरूको जग्गा जमिन छ भनेदेखि राष्ट्रिय खाद्य ब्याङ्कसँग सम्मिलित भएर त्यसलाई उर्वर कसरी बनाउने र उपभोक्ताको भनौँ न यो थालीसम्म कसरी पुर्याउने किसानको आलीदेखि उपभोक्ताको थालीसम्म जुन हाम्रो नारा छ यो अभियानमा जो कोही पनि सम्मिलित हुन सक्नुहुन्छ राष्ट्रिय खाद्य ब्याङ्क सदा तयार छ यसको लागि हाम्रो टेलिफोन नम्बर सम्पर्क नम्बरहरू हामीले बारम्बार रेडियो आहाबाट भनिरहेका छौँ रेडियो आहा यो अभियानमा जोडिएको छ र यसरी यहाँहरूलाई पनि कुनै पनि प्रकारको प्रश्न छ जसरी हामीलाई गर्नुभयो हाम्रो फेसबुक पेजमा राम पण्डितजीले भने हामी सदा यसको उत्तर दिन तयार छौँ यो अभियानमा यहाँहरू पनि सम्मिलित हुनुहोस् र रेडियो आहासँगको सहकार्यमा राष्ट्रिय खाद्य ब्याङ्कले जुन यो कार्यक्रम गरिरहेको छ यो कार्यक्रमको निरन्तरता हामी दिनेछौँ र यो आज पहिलो एपिसोडमा हामीसँग प्राध्यापक डाक्टर आउनुभयो जो एग्रो टुरिज्म प्रमुख पनि हुनुहुन्छ राष्ट्रिय खाद्य ब्याङ्कमा र उहाँ शेयरधनी पनि हुनुहुन्छ प्राध्यापक डाक्टर जीवनाथ धिताल उहाँसँग हामी कुराकानी गरिरहेका छौँ अहिलेको लागि कमर्सियल ब्रेकतर्फ लाग्नुपर्ने बेला भएको छ त्यसैले अहिलेको लागि ब्रेकतर्फ लागौँ र हामी फर्केर पुनः निकै महत्त्वपूर्ण कुराकानी लिएर आउनेछौँ कार्यक्रम एकदम सुन्दै गर्नुहोला कार्यक्रम छोडेर कतै नजानुहोला हरि शरणम अब त खेती नगरे नि भयो न फाइदा हुन्छ न जनशक्ति छ न उत्पादन नै हुन्छ उत्पादन गरेर मात्रै के गर्नु लक्ष्मी न बिक्री हुन्छ न भण्डारण गर्ने ठाउँ छ को आएछ हेर त जाऊ आमा ढोकरे भाग्यमानी भएछ बाबु बाबु त ढोकरे भाग्यमानी हुनु हरि शरणम 10औं वर्षपछि खबरै नगरी टुप्लुका आइपुगेछ बाबु त्यही त छोरो म त अब सधैँको लागि यतै बस्न आएको यतै बस्ने यतै बसेर के गर्छे छोरा
न यहाँ काम छ न गाउँमा मान्छे छन्, होइन? त्यसो होइन नि बुवा, अब हजुरहरू पनि वृद्ध हुनुभयो। अब हजुरहरूको लागि र देशको लागि यतै सेवा गर्दै बरु म कृषिमा के गर्छु। कृषिमा के गर्छस् छोरा? आधुनिक कृषि र रोजगारीको लागि राष्ट्रिय खाद्य ब्याङ्कले धेरै अवसर ल्याएको छ। यही ब्याङ्कसँग सहयात्रा गरी आफू र देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन लाग्नेछु आमा। यो बैंक त हामी जस्तै किसानहरूको लागि पो खोलेको रहेछ। हरि शरण। आउनुहोस् दिगो कृषि उत्पादनमा हातेमालो गरौं। किसानको आलीदेखि उपभोक्ताको थालीसम्म। राष्ट्रिय खाद्य बैंक लिमिटेड, केन्द्रीय कार्यालय काठमाडौँ। हजुर पुनः स्वागत छ यहाँलाई श्रोता तथा दर्शक। कार्यक्रम यहाँहरू सुनिनु भएको छ राष्ट्रिय खाद्य ब्याङ्कको कृषि अभियान, र यो साँच्चै नै एउटा अभियान हो जुन अभियानलाई यहाँहरूले पनि साथ दिन सक्नुहुन्छ, किनभने हामीले किसानको आलीदेखि उपभोक्ताको थालीसम्म भन्ने एउटा विशेष नारा अपनाएका छौँ र साथसाथै दिगो कृषि उत्पादन हाम्रो अभियान भन्ने पनि नारा हामीसँग जोडिएको छ। यस अर्थमा पनि आज हामी राष्ट्रिय खाद्य ब्याङ्कका एग्रो टुरिज्म विभागका प्रमुखका रूपमा रहनुभएका, संस्थापक शेयरधनीका रूपमा रहनुभएका विद्वत व्यक्तित्वसँग आज हामी कुराकानी गर्दैछौँ। कृषि पर्यटन क्षेत्रका विज्ञ व्यक्तित्व हुनुहुन्छ राष्ट्रिय खाद्य ब्याङ्कको तर्फबाट प्राध्यापक डाक्टर जीवनाथ तितालज्यूसँग आज हामी कुराकानी गर्दैछौँ। अब यो कुराकानीलाई म अगाडि बढाउन चाहन्छु। डाक्टर साहब जस्तो हजुरलाई पुनः स्वागत छ। अब एउटा ज्यादै राम्रो कन्सेप्ट हजुरले जुन दिनुभयो नि हामीलाई, जसरी एग्रो टुरिज्मको व्याख्या गरिदिनु भयो। अब यसलाई अप्लाई गर्ने हाई टाइम आइसकेको छ यो देशमा, किनभने अमेरिका लगायत भारतको दृष्टिकोण यहाँले दिनुभयो। अब नेपालमा यो जरुरी छ, सबैजना फर्केर यसमा लाग्नुपर्छ भनेर भन्नुभयो र एउटा राम्रो कुरा, उदार कुरा गरिदिनु भयो कि जो कोहीले पनि यो काम गर्न सकिन्छ भनेर। अब मलाई यो भनिदिनुहोस् कि जस्तो मैले अघि पनि कुराकानी गरेँ, देशभरिका कृषकहरूको उत्पादन राष्ट्रिय खाद्य ब्याङ्कमा जम्मा गर्ने लक्ष्य कतिको चुनौतीपूर्ण छ? अब यस्तो छ, अब चाहिँ देशभरिको खाद्य चिजहरूलाई एउटै राष्ट्रिय खाद्य ब्याङ्कले मात्रै गर्न गाह्रो छ। होइन, हजुरले अरूलाई प्रोत्साहन दिइरहनु भएको छ, तर राष्ट्रिय खाद्य ब्याङ्कले इनिसिएट गरेको छ। होइन, राष्ट्रिय खाद्य ब्याङ्कले के गर्छ भन्नु होला भने, अब यो अहिले नरेफाटमा यसको केन्द्रीय कार्यालय छ भने अब यो एउटा जिल्लामा एक ठाउँमा मात्रै रहने संस्था होइन यो। यसका चाहिँ अब शाखाहरू उपशाखाहरू देशैभरि जान्छ नै, यसको स्ट्रेन्थ हो। यसको मतलब चाहिँ अब नरेफाटमा गएर मात्रै यो कुरा बुझ्ने भन्ने कुरो पनि हुँदैन कि यसको हरेक शाखाहरूमा किसानहरूले सम्पर्क गर्न सक्नुहुन्छ अनि हरेक शाखाहरू मार्फत चाहिँ सामान्यतः किसानहरूलाई कसरी उत्प्रेरित गर्ने यो क्षेत्रमा भनेर राष्ट्रिय खाद्य ब्याङ्कले प्रोत्साहित गर्छ। 77 जिल्ला सकेसम्म वडामा होइन स्थानीय तहमा समेत जाने। तब यसको मतलब चाहिँ देशैभरि यसको एउटा क्रान्ति हो। यो क्रान्ति के हो त भन्दाखेरि अब कुन ठाउँमा सामान्यतः त्यहाँका जनताहरूको चाहिँ बढी सहभागिता हुन्छ। जनताको सहभागिता बिना कुनै पनि संस्था सञ्चालन हुन सक्दैन, पक्का हुँदैन। अनि त्यो जनता सहभागिता हुनको लागि त्यहाँ चाहिँ आकर्षण पनि हुनु पर्यो र विश्वास हुनु पर्यो कि अब हामीलाई राष्ट्रिय खाद्य ब्याङ्कले जुन किसिमको यसमा अब समायोजन गर्दैछ, एउटा इन्टरप्राइजेस जस्तै अब एग्रो टुरिज्मकै कुरो मैले गरेँ होइन। एग्रो टुरिज्मको चाहिँ अब एउटा इन्टरप्राइज यो राष्ट्रिय खाद्य ब्याङ्कसँगै जोडिनुपर्छ भन्ने त छैन होइन। यसलाई चाहिँ अब छुट्टै रूपमा चाहिँ अब कसैले पनि सञ्चालन गर्न सक्ने हो, किसानहरूले पनि। हामी त्यसलाई त उत्प्रेरणा दिने मात्रै हो। त अब राष्ट्रिय खाद्य ब्याङ्कले के गर्न सक्ने भयो त भने एउटा मोडालिटी तयार गरेर अनि त्यो मोडालिटीलाई ट्रान्सफर गर्दै 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 हरेक ठाउँमा प्रदेशमा अनि चाहिँ जिल्लामा वडामा मान्छेहरूलाई उत्प्रेरणा दिने हो। तपाईँहरू हामी मिलेर काम गरौँ भने त के त भन्दाखेरि चाहिँ त्यो त्यहाँको प्रफिट हामीलाई दिनुहोस् भने त होइन, काम गरौँ। अब त्यो प्रफिट तपाईँहरूलाई नै हो फेरि होइन। काम चाहिँ यसरी गरौँ है, किनभने अब मान्छेहरूलाई चाहिएको छ के त भन्दाखेरि अर्ग्यानिक खानेकुराहरूबाट हामी सबै मान्छे विमुख भइसक्यौँ। चाहे हामी फलफुल खाउँ है, चाहे हामी अन्न बाली खाउँ अथवा हामी दुध खाउँ, न घिउ खाउँ न मह खाउँ, कुनै पनि खाद्य वस्तुहरूमा विकृति नभएको पाउन गाह्रो भइसक्यो।
अहिलेको मान्छेमा खोजी के छ भने होइन स्वस्थ खानेकुरा खानु पर्यो। स्वस्थ खानेकुरा खाने कसरी त अब यो हामीले उत्पादन गरेर हुने हो। अरूले ल्याउँदाखेरि त कस्तो ल्याउँछ त होइन। तपाईँ इन्डियाबाट ल्याउनुहुन्छ, बाहिरबाट ल्याउनुहुन्छ, विभिन्न सामानहरू ल्याउनुहुन्छ खानेकुराहरू भने त्यो चाहिँ अर्ग्यानिक छ छैन भनेर कि जाँच्न तपाईँलाई नेपाल सरकारले नै जाँचेर पठाउनु पर्यो। एकदमै यो खाना उपयुक्त छ भनेर चाहिँ पठाउनु पर्यो होइन। यदि सरकारले पनि गर्न सकेन भनेदेखि त गर्ने कसले त? हामीले नै गर्नु पर्यो नि त होइन। हामी प्रत्येक नेपालीहरूले के गर्नु पर्यो त भने अर्ग्यानिक खानेकुरा कसरी उत्पादन गर्ने त्यो कुरा हामी अलिकति ध्यान दिनु जरुरी छ। अब डाक्टर साहब जस्तो यहाँले भनिहाल्नुभयो, अब त्यसो भए यो अभियानमा युवाहरूलाई कसरी आकर्षित गर्ने? भयभरका युवाहरू अब देश छोडेर जाइन्छन्, 2500-3000 दैनिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाइन्छन्। यो एउटा भाष्य बस्यो। अब यसलाई हामीले कसरी किसानहरूलाई आकर्षित गर्ने, कसरी युवाहरूलाई यसमा आकर्षित गर्ने एग्रो टुरिज्ममा अथवा राष्ट्रिय खाद्य ब्याङ्कसँग सम्मिलित गरेर, यो बारेमा के छ? यो चाहिँ के छ भन्नु होला भने यो एकैचोटि हुँदैन होइन। आज गइरहेका युवाहरूलाई भोलिदेखि नै ठ्याक्कै रोकेर यो काम गरौँ भनेर चाहिँ भन्ने हुँदैन है। त्यो बिस्तारै उहाँहरूको आकर्षण चाहिँ ल्याउने हो। पहिला हामीले काम गरेर देखाउनु पर्यो। तब यसको मतलब हाम दाजुभाइहरू पनि यहाँबाट चाहिँ अब चाहे दुबई गए नि, मलेसिया गए पनि, अमेरिका गए पनि खेती किसान त गइराख्नु भएको छ त्यहाँ पनि होइन। त्यहाँ पनि गरिरहनु भएको छ, त्यहाँ पनि रुख काटिराख्नु भएको छ, त्यहाँ पनि खनिराख्नु भएको छ होइन। त्यहाँ गएर अचम्मको कुरो त गइराख्नु भएको छैन नि, तर त्यसलाई यहाँ ल्याउनु पर्यो। तब यसको मतलब त्यहाँ गोलभेडा टिप्न त्यहाँ पनि गइराख्नु भएको छ, स्याउ टिप्न पनि गइराख्नु भएको छ। हाम्रा दाजुभाइहरूले गरे त त्यहाँ त खेती किसानकै कामहरू त गरिराख्नु भएको छ नि त कतिपय त होइन। त्यहाँ गर्नुको सट्टा यहाँ गरौँ भनेर भन्ने वातावरण चाहिँ यहाँको अब सामान्यतः सबै यो के त भन्दाखेरि एग्रो टुरिज्मको फिल्डमा हामीले राम्रो काम गर्न सक्यौँ भने होइन नेपालमै पनि हुने रहेछ, गर्नुपर्ने रहेछ। माटो त हाम्रो यहाँको त राम्रो छ, असाध्यै राम्रो। संसारको सबैभन्दा ठुलो एग्रो टुरिज्म डेस्टिनेसन कहाँ छ? दुबईमा छ संसारको। दुबई भने त मरुभूमि होइन, अनि सबै म्यानमेड होइन। त त्यहाँ चाहिँ त्यस्तो हुँदो रहेछ भनेपछि नेपालमा त कुनै पनि माटो कुनै पनि ठाउँमा उब्जिनै नहुने त कुरै छैन। काहीँ केही फल्ला काहीँ केही फल्ला, अरू यति मात्रै। अझ हाम्रो त विविधता छ, जैविक विविधता हिमाली क्षेत्रमा एउटा कुरा हुन्छ, पहाडी क्षेत्रमा एउटा होला, तराई भागको क्षेत्रमा होला। सबै ठाउँमा एकरूपताको चाहिँ हाम्रो चाहिँ हुन सक्दैन थियो। त्यो हरेक ठाउँमा हरेक विविधता हुन्छ त्यहाँ पनि, तर त्यो राम्रो पनि हो होइन। काहीँ केही फल्छ काहीँ केही फल्छ। जस्तै तराईतिर चाहिँ बढी मात्रामा चाहिँ अब माछा उत्पादन हुन सक्ला होइन। हिमाली क्षेत्रमा चाहिँ त्यो कल्पना गरेर अलिकति नहोला होइन। अब माछाको उत्पादन त्यहाँ गर्न सकिन्छ भनेदेखि अब पहाडी क्षेत्रमा पशुपालनका कुराहरू होला, फलफुलका कुराहरू होला होइन। तब यसको मतलब चाहिँ अब चाहिँ सबै ठाउँमा सबैको एउटै चाहिँ युनिफर्मिटी चाहिँ हुँदैन होइन। फरक ठाउँमा फरक हावापानी छ, फरक माटो छ, फरक किसिमको चाहिँ ट्रान्सपोर्टेसनको सुविधा, फरक ठाउँमा फरक किसिमको चाहिँ ऊ छ। अब त्यो सबैलाई चाहिँ हामीले चाहिँ अब युनिफर्मिटी हुन्छ भन्ने चाहिँ नसोचौँ, तर हामीले गर्न चाहिँ सक्छौँ। भनेपछि राष्ट्रिय खाद्य ब्याङ्कसँग आबद्ध भएर कृषकहरू कसरी लाभान्वित हुन सक्छन् भन्ने एउटा दृष्टिकोण। अब एउटा दृष्टिकोण चाहिँ के छ भने राष्ट्रिय खाद्य ब्याङ्कले सबभन्दा पहिला त अब सेयर होल्डरहरू सबभन्दा धेरै हुन् भन्छ। सेयर होल्डर किन चाहियो भन्दाखेरि लगानी त गर्नु पर्यो नि होइन। सेयरको पैसा नै लगानी गर्ने हो, सेयर होल्डरलाई नै डिभिडेन्ड दिने हो। अनि त्यो सेयर होल्डर भएपछि नै अपनत्व हुने हो नि त फेरि होइन। ओहो राष्ट्रिय खाद्य ब्याङ्कमा म पनि छु, मेरो पनि हो राष्ट्रिय खाद्य ब्याङ्क भन्ने त बनाउनु पर्यो नि त। राष्ट्रिय खाद्य ब्याङ्क कसैको निजी होइन, कसैको पेवा होइन है। अहिलेको सञ्चालक एउटा छ भने भोलि अर्को सञ्चालक भएर आउँछ। नेतृत्व हस्तान्तरण गर्ने भन्ने यसको योजनै छ। त्यो सधैँ एउटै मात्रै नेतृत्वमा नि बस्दैन। अनि अब सधैँ एउटैले मात्रै काम गर्छ भन्ने पनि छैन। अब मुख्य गरेर के हो त भन्दाखेरि अब राष्ट्रिय खाद्य ब्याङ्कमा त्यहाँ सेयर होल्डर हुने, अब एउटा एरियामा चाहिँ जस्तै अब चाहिँ 150 जना मान्छेहरू सेयर होल्डर भयो भनेदेखि त हाम्रो पनि यहाँ चाहिँ सेयर छ, हामी पनि सञ्चालन गरौँ अब यो होइन। त्यहाँ शाखा खोलौँ, त्यही प्रोत्साहन दिने त हो नि होइन। हामी पनि शाखा खोलौँ। ल
अब हामी पनि कृषकहरूलाई स्टेक होल्डर बनाउनु पर्यो, उनीहरूले आफ्नो हो भन्ने बनाउनु पर्यो, आफ्नो हो बनाउनु पर्यो। राष्ट्रिय खाद्य ब्याङ्क मेरो हो भन्ने बनाउनु पर्यो होइन। सबैभन्दा पहिला त थियो नि त कुरा हो होइन। तपाईँले चाहिँ मलाई चाहिँ त्यसको लागि आबद्धता पनि चाहियो, आबद्ध पनि हुनु पर्यो कृषकहरू। मैले मलाई यो कलम चाहिँ सित्तैमा दिनुभयो भनेदेखि यसको भ्यालु हुँदैन के। मैले पैसा तिरेर लिएँ भने ओहो मैले पैसा तिरेको चिज हो, यो त मैले चाहिँ एकदम सुरक्षित राख्नु पर्यो भन्ने हुन्छ नि होइन। त्यसले गर्दाखेरि चाहिँ उनीहरूको पनि आफ्नो एउटा त्यहाँ अपनत्वको चाहिँ भावना सिर्जना गर्नको लागि एकदम मिठो कुरा गर्नुभयो डाक्टर साहब। अब मलाई यो भनिदिनु, जसरी अघि नै पनि भन्नुभयो यहाँले, शुद्ध र पसिलो अर्ग्यानिक खाद्यान्न मुख्य हाम्रो लक्ष्य हो। फलफुल, माछा, मासु, दुग्ध पदार्थ, अब चिस्यान केन्द्र राख्ने, माछालाई सही समयमा वितरण गर्ने, यो सब प्लानहरू हाम्रो छ। स्टोरिङ गर्ने कुरादेखि लिएर सबै भन्नुभयो, भण्डारणका, बजारीकरणका, जुन किसानको आलीदेखि उपभोक्ताको थालीसम्म पुर्याउने लक्ष्य छ। यसमा राजनीतिक अवरोधहरू कति छन्, चुनौती कस्तो छ र कुन ढङ्गबाट अगाडि बढिरहेको छ? होइन, राजनीति भने त आफ्नो ठाउँमा जान्छ होइन। खानु त सबैलाई पर्यो त, चाहे चाहिँ ठुलो राजनीतिज्ञ भए पनि सानो राजनीतिज्ञ भए पनि होइन, लेम्यान भए पनि खानु त सबैले पर्यो त। पोलिसी लेभलको कुरा होइन। अब कुनै पनि पोलिटिसियन यस्तो नहोला जहाँसम्म कि उसले चाहिँ अब खानेकुरालाई अवहेलना नगरोस् होइन। विषादी नै म खान्छु भनेर चाहिँ कसैले नभन्ला, चाहे त्यो काङ्ग्रेस होला, एमाले होला, माओवादी होला, अथवा कुनै राप्रपा होला, कुनै पार्टी होला। यो पार्टीको कुरा आफ्नो ठाउँमा छ, भोटिङको कुरा आफ्नो ठाउँमा छ। देशको विकास नगरौँ भन्ने त सायद कुनै पनि पार्टी त छैन होला। वे आउट फरक होला। म यो मेरो पोलिसी यो हो, म यो आइडियोलोजी फरक होला। देश विकास गरौँ भनेर जनताको भावनालाई चाहिँ बुझौँ भनेर नै सबै पार्टीहरू लागेका होलान्। कमी कमजोरी हरेक पार्टीहरूमा आफ्नो होला, त्यो आफ्नो ठाउँमा छ। तर पनि चाहिँ राष्ट्रिय खाद्य ब्याङ्क सबैको साझा हो, सबैको साझा संस्था हो र यहाँ कुनै पोलिटिक्स छैन। कुनै पोलिटिक्सले चाहिँ त्यसलाई चाहिँ अब अवरोध खडा गर्ला भन्ने चाहिँ हामीले चाहिँ फिलिङ गर्दैनौँ, बरु सपोर्ट गर्ला भन्ने चाहिँ पक्षमा हामी चाहिँ सोच्छौँ कि। हजुर, भन्नाले यो कृषिमा उच्च आधुनिकीकरणदेखि चक्लाबन्दीका भन्नुभयो यहाँले। कृषि फार्ममै बस्ने घुम्ने विद्यार्थी वा पर्यटनलाई शैक्षिक ज्ञान दिने, आकर्षित गर्ने योजनाहरू नै कृषि पर्यटनका मूलभूत आधार हुन्, हजुरले भने जस्तो होइन। यो कुरा हामी निष्कर्षमा पुग्यौँ। अब मलाई यो भनिदिनुहोस् कि जस्तो अहिले अघि नै हामीले कुरा पनि उठाएका थियौँ, जस्तो कम्पोस्ट, जैविक मल, बिउ र दानाको उन्नत प्रविधिद्वारा उत्पादन र बजारीकरण कृषि पर्यटनको आधार हो भन्ने कुरा लिएका छौँ। यसमा वर्कआउट कस्तो भएको छ डाक्टर साहब? वर्कआउट, यसको काम कस्तो भयो? अब वर्कआउट हाम्रो धेरै भइरहेछ, किनभने हाम्रो बिउ बिजन युनिट छुट्टै छ। हजुर, माटो परीक्षण गर्ने सन्दर्भमा हाम्रा विशेषज्ञहरू छुट्टै काम गरिराख्नु भएको छ होइन। अब यसको मतलब चाहिँ के छ, डिपार्टमेन्टै छुट्टै छ। तब यसको मतलब चाहिँ अब त्यहाँ चाहिँ अब हरेक कामहरू गर्नको लागि हामीसँग विज्ञहरू पनि नभए होइनन्। ती विज्ञहरूसँग सल्लाह लिएर होइन, जस्तै हाँस पालन हामीले चाहिँ जुन बर्दियामा गऱ्यौँ होइन, त्यो खेतीमा नै अब मान्छेले गर्ने काम चाहिँ हाँसले नै गर्छ झापामा होइन। हामीले चाहिँ के छ भन्दाखेरि चाहिँ अब लागत कम कसरी गर्न सकिन्छ उत्पादनमा, अर्ग्यानिक वस्तु कसरी उत्पादन गर्न सकिन्छ, त्यसलाई प्याकेजिङ गरेर अथवा त्यसलाई चाहिँ अब स्टोरिङ कसरी लामो समय राख्न सकिन्छ होइन, यिनै कुराहरूलाई बढी ध्यान दिने हो। यसको मतलब कुनै ठुलो कुरो गर्न लागिरहेको छैन। यो राष्ट्रिय खाद्य ब्याङ्कले धेरै ठुलो अचम्मको कुरो गर्न लागिरहेको छैन। तर यहाँ एउटा फोकस के गर्न लागिरहेछ भन्दाखेरि चाहिँ अब यो बढी कम लागतमा चाहिँ अब अर्ग्यानिक वस्तुहरू कसरी उत्पादन गरेर चाहिँ अब चाहिँ किसानको घर दैलोमा पुर्याउन सकिन्छ भन्ने कुरालाई बढी यसले फोकस गरिरहेको छ। त्यसले गर्दाखेरि यो संस्था मलाई जहाँसम्म चाहिँ सस्टेन हुन्छ, यो राज्यले चाहिँ यसलाई चाहिँ एकदम प्रायोरिटी देला भन्ने मैले चाहिँ विश्वास लिन्छु। एकदम राम्रो कुरा डाक्टर साहब। अब अन्तिममा हामी लगभग समय हाम्रो अन्तिम आइसक्यो। रेडियो सुनेर बसिरहनुभएका, हाम्रो युट्युब च्यानल हेर्नुभएका हाम्रा श्रोता तथा दर्शकलाई यो कृषि पर्यटनमा टेवा पुर्याउन के गर्नु पर्ला र राष्ट्रिय खाद्य ब्याङ्कसँग आबद्ध भएर अगाडि बढ्नको लागि, यो महाअभियानमा सहभागी हुनको लागि के कसरी हातेमालो गर्न सकिन्छ? अन्तिममा फाइनल के भन्नुहुन्छ? मुख्य गरेर के छ भने राष्ट्रिय खाद्य ब्याङ्कसँग निकटता हुने, राष्ट्रिय खाद्य ब्याङ्कको उद्देश्य राष्ट्रिय खाद्य ब्याङ्क के गरिराखेको छ नजिकबाट हेरिदिनु पर्यो। राष्ट्रिय खाद्य ब्याङ्कले चाहिँ अब गर्न लागेका कमी कमजोरीहरू छन् भने त्यसलाई सच्याउन राष्ट्रिय खाद्य ब्याङ्क पनि तयार छ। अझै यसलाई चाहिँ अब उत्कृष्ट बनाउने संस्था हो र यसको मतलब राष्ट्रिय खाद्य ब्याङ्कले देशैभरि चाहिँ अब जुन एउटा अभियान जुन एउटा कृषि क्षेत्रमा ल्याउन खोजिराखेको छ, यसको लागि आफ्नो क्षेत्रबाट आफ्नो चाहिँ अब एउटा चाहिँ तह तब्काबाट सबैबाट चाहिँ सहयोग मिलोस् भन्ने चाहिँ अब हाम्रो मुख्य धारणा हो। र यसको मतलब चाहिँ खास के छ भने अब यो एउटा व्यक्तिले सञ्चालन गरेर मात्रै चाहिँ यो देशैभरि चाहिँ
न उत्पादन हुन्छ, न चाहिँ डिस्ट्रिब्युसन हुन्छ, न चाहिँ त्यसलाई प्याकेजिङ हुन्छ, न केही हुन्छ होइन। त्यसले गर्दाखेरि चाहिँ यो राष्ट्रिय खाद्य बैङ्कको जुन किसिमको अग्रसरता हो यसलाई सबैको साथ मिलोस् भन्ने मेरो डाक्टर साहब, अब अवेरनेसको कुरा हो। आज हामी पहिलो एपिसोडमा हजुरकै उपस्थिति रह्यो। अब यो क्रम हाम्रो जारी रहन्छ, यो अवेरनेस हामी दिँदै जानेछौँ। यहाँले भन्नुभयो भर्खर हाम्रो सुरुवात भएको छ भनेर। यहाँलाई समय र संवादको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू। र अहिले आजको क्रममा भने यो राष्ट्रिय खाद्य ब्याङ्कको कृषि अभियान कार्यक्रमको पहिलो एपिसोडमा आज हामीसँग हुनुहुन्थ्यो प्राध्यापक डाक्टर जीवनाथ धिताल र उहाँले लामो समय 35 वर्ष प्राध्यापन गर्नुभएको छ। कृषि पर्यटनको क्षेत्रमा उहाँ अग्रणी व्यक्तित्व हुनुहुन्छ र यस हिसाबले पनि राष्ट्रिय खाद्य ब्याङ्कमा जोडिनको लागि एउटा विश्वसनीय यस्ता विज्ञ व्यक्तिहरू अगाडि बढ्नु भएको छ। यहाँहरू सबैले हातेमालो गर्नुहोला भन्दै कार्यक्रमका प्राविधिक सहयोगी साथी रोज थापा, त्यसै गरी सागर अधिकारी अनि क्यामेरामा साथ दिनुहुने क्यामेरा पर्सन एडिटरका रूपमा रहनुभएका शरण हुमागाईलाई पनि हार्दिक धन्यवाद दिँदै आजको यो कार्यक्रमबाट म हेम सुवेदी बिदा चाहन्छु। नमस्ते। र याद गरौँ कि हाम्रो किसानको आलीदेखि उपभोक्ताको थालीसम्म दिगो कृषि उत्पादन हाम्रो अभियान भन्ने नारालाई साथ दिउँ। धेरै धेरै धन्यवाद। हरि शरणम। अब त खेती नगरे नि भयो, न फाइदा हुन्छ, न जनशक्ति छ, न उत्पादन नै हुन्छ। उत्पादन गरेर मात्रै के गर्नु लक्ष्मी? न बिक्री हुन्छ, न भण्डारण गर्ने ठाउँ छ। को आएछ हेर त जाऊ। आमा ढोकरे भाग्यमानी भएछ बाबु। बाबु त ढोकरे भाग्यमानी हुनु। हरि शरणम। 10औं वर्षपछि खबरै नगरी ढुप्लुका आइपुगेछ बाबु। त्यही त छोरो, म त अब सधैँको लागि यतै बस्न आएको। यतै बस्ने? यतै बसेर के गर्छ छोरा? न यहाँ काम छ, न गाउँमा मान्छे छन्, होइन? त्यसो होइन नि बुवा, अब हजुरहरू पनि वृद्ध हुनुभयो। अब हजुरहरूको लागि र देशको लागि यतै सेवा गर्दै बरु म कृषिमा के गर्छु। कृषिमा के गर्छस् छोरा? आधुनिक कृषि र रोजगारीको लागि राष्ट्रिय खाद्य ब्याङ्कले धेरै अवसर ल्याएको छ। यही ब्याङ्कसँग सहयात्रा गरी आफू र देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन लाग्नेछु आमा। यो बैंक त हामी जस्तै किसानहरूको लागि पो खोलेको रहेछ। हरि शरणम। आउनुहोस्, दिगो कृषि उत्पादनमा हातेमालो गरौँ। किसानको आलीदेखि उपभोक्ताको थालीसम्म। राष्ट्रिय खाद्य ब्याङ्क लिमिटेड, केन्द्रीय कार्यालय काठमाडौँ।